नेपालको एउटा यस्तो ताल जसलाई वाई आकार अर्थात गुलेली आकारको ताल भनेर पनि चिनिन्छ, त्यो ताल हो से फोक्सुन्डो। यो ताल नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने डोल्पा जिल्लामा अवस्थित छ। यो ताल समुद्री सतहबाट करिब 3612 मिटर उचाइमा रहेको छ। फोक्सुन्डो ताल नेपालको सबैभन्दा गहिरो र प्रसिद्ध हिमाली ताल मध्ये एक हो। तालको लम्बाई करिब 5.15 किलोमिटर, चौडाई 800 मिटर र गहिराई 650 मिटर रहेको उल्लेख पाइन्छ। सन् 2004 मा गरिएको सर्वेक्षण अनुसार यसको अधिकतम गहिराई 145 मिटर मापन गरिएको थियो। यो ताल कान्जिरोवा हिमालको काखमा अवस्थित वाई आकारको सुन्दर ताल हो। तालबाट सुलिगार झरना निस्किएको छ। यसको नीलो र स्वच्छ पानी, हिमाली दृश्य तथा शान्त वातावरणले पर्यटकलाई अत्यन्त आकर्षित गर्छ। यस ताललाई निर्जीव ताल पनि भनिन्छ, किनकि यहाँ अन्य तालहरूको तुलनामा जलीय जीवजन्तु निकै कम पाइन्छन्। फोक्सुन्डो ताल सन् 2007 मा रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो। तालको दक्षिणी भागमा रहेको रिङ्मो गाउँ नजिक हजारौं वर्ष अघि गएको ठूलो पहिरोका कारण यस तालको उत्पत्ति भएको मानिन्छ। यसको स्थापना सन् 1984 मा गरिएको थियो। यो निकुञ्ज मुख्य रूपमा डोल्पा र मुगु जिल्लामा फैलिएको छ। यहाँ हिमाली भूदृश्य, गहिरा खोज, हिमनदी, ताल, दुर्लभ वनस्पति तथा वन्यजन्तु पाइन्छन्। यस निकुञ्ज भित्र रहेको फोक्सुन्डो ताल नेपालको प्रसिद्ध तथा गहिरो हिमाली ताल हो। यस निकुञ्जमा हिउँ चितुवा, नाउर, कस्तुरी मृग, खैरो ब्वाँसो लगायत दुर्लभ वन्यजन्तु पाइन्छन्। यहाँको बोन्पो तथा तिब्बती बौद्ध संस्कृति, हिमाली गाउँ, गोम्पा तथा प्राकृतिक सौन्दर्य विशेष आकर्षणका रूपमा रहेका छन्। किन घुम्न आउने? हिमाल, ताल, जंगल, खोज तथा प्राकृतिक सौन्दर्यको अनुभव लिन। धौलागिरी हिमाल, अपी हिमाल, साइपाल हिमाल लगायत हिम श्रृङ्खलाको दृश्य अवलोकन गर्न। बोन्पो धर्म, तिब्बती बौद्ध संस्कृति तथा डोल्पो समुदायको जीवनशैली बुझ्न। साहसिक पदयात्रा, ट्रेकिङ तथा हिमाली यात्राको अनुभव लिन। जैविक विविधता तथा वन्यजन्तु संरक्षण बारे अध्ययन गर्न। हिउँ चितुवा, नाउर र कस्तुरी मृग जस्ता दुर्लभ वन्यजन्तुको वासस्थान अवलोकन गर्न। प्राकृतिक स्रोत, स्वच्छ हावा, पानी र हिमाली वातावरणको अनुभव लिन। यदि तपाईँ यहाँ जान चाहनुहुन्छ भने यसरी जान सकिन्छ। नेपालका अन्य भूभागहरूबाट जाने हो भने पहिला डोल्पा जिल्ला पुग्नुपर्छ। यदि तपाईँ काठमाडौँबाट हवाई मार्ग जाँदै हुनुहुन्छ भने काठमाडौँबाट नेपालगञ्ज हुँदै जुफाल विमानस्थलसम्म हवाई यात्रा गर्न सकिन्छ। त्यसपछि पैदल यात्रा गर्दै रिङ्मो गाउँ हुँदै से फोक्सुन्डो क्षेत्रमा पुगिन्छ। यदि सड़क मार्गबाट जाने हो भने काठमाडौँबाट बस वा जीप मार्फत सुर्खेत हुँदै जाजरकोट र डोल्पा पुगिन्छ। त्यसपछि जीप तथा पदयात्राबाट निकुञ्ज क्षेत्रमा प्रवेश गर्न सकिन्छ। यात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरू: मौसमको जानकारी लिएर मात्र यात्रा गर्ने। वर्षायाम तथा हिउँदमा बाटो जोखिमपूर्ण हुन सक्छ। न्यानो कपडा, औषधि, खानेपानी तथा आवश्यक सामग्री अनिवार्य लैजानुपर्ने। लामो पदयात्राका लागि शारीरिक तयारी आवश्यक हुन्छ। स्थानीय गाइड वा समूहसँग यात्रा गर्दा सुरक्षित हुन्छ। वातावरण संरक्षणका लागि फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने। दुर्लभ वन्यजन्तु तथा वनस्पतिलाई हानि पुर्याउनु हुँदैन। दुर्गम क्षेत्र भएकाले मोबाइल नेटवर्क तथा स्वास्थ्य सेवा सीमित हुन सक्छ। यो भिडियो तपाईलाई कस्तो लाग्यो? प्रतिक्रिया दिनुहोला। त्यस्तै रमाइला ठाउँहरूको बारेमा ट्राभल गर्नको लागि रुटिन अफ गाउँलेलाई फलो, लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।